देशहरूमा खोजेर पाइँदैनन्। संसारको सर्वोच्च शिखर सगरमाथा भएको हाम्रो देश नेपालमा थुप्रै नदी नाला, खोला, झरना र तालहरू पनि रहेका छन्। त्यस्तै मध्येको एक सुन्दर ताल हो तिलिचो ताल। तिलिचो ताल जसलाई संसारको सबभन्दा अग्लो स्थानमा रहेको ताल मानिन्छ। यो ताल हिमालय पर्वत श्रृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा पर्दछ। भनिन्छ अन्नपूर्ण क्षेत्र अन्तर्गत पर्ने यो ताल समुद्र सतहदेखि करिब 4919 मिटरको उचाइमा अवस्थित रहेको छ। सुन्दर हिमालयको काखैमा रहेको यस तालको लम्बाइ करिब 4 किलोमिटर रहेको छ। त्यस्तै गरेर यसको चौडाइ भने 1.2 किलोमिटर र यसको गहिराइ चाहिँ लगभग 200 मिटर रहेको बताइन्छ। लगभग 4.8 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस तालको वरिपरि तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज र नीलगिरी लगायतका सुन्दर हिमालहरू रहेका छन्। तिलिचो ताल विश्वको सबभन्दा अग्लो स्थानमा रहेको ताल हो, किनभने यो ताल अमेरिका महादेशको पेरु तथा बोलिभियाको सिमानामा रहेको टिटिका तालभन्दा लगभग 1107 मिटर अग्लो स्थानमा रहेको छ। प्राकृतिक सुन्दरताले परिपूर्ण यस तालको धार्मिक महत्त्व पनि उत्तिकै रहेको छ। हिन्दू तथा बौद्ध धर्म अवलम्बीहरूको विशेष धार्मिक स्थलको रूपमा समेत रहेको यस तालमा स्नान गरेमा मृत्यु पश्चात वैकुण्ठमा पुगिने विश्वास पनि गरिन्छ। त्यस्तै गरेर तिलिचो तालमा पितृको अस्तो सेलाइमा पितृको स्वर्गमा बास हुने मान्यता समेत रहेको छ। भनिन्छ परापूर्व कालमा भगवान शिवले यसै तालको छेउमा तपस्या गर्नुभएको थियो रे। त्यस्तै गरेर काग बेसिनी ऋषिले यसै तालमा ध्यान गर्दा ज्ञान पाउनु भएको किंवदन्ती रहेको छ। त्यसैले गर्दा यस ताल क्षेत्रमा